माइतबाट अब घर जाँदैछु गाइस र मैले कपडाहरू चाहिँ हिजो राति नै पैकिङ गरिसकेको थिएँ र अनि यहाँ चाहिँ 2-3टा कपडा थियो र त्यो चाहिँ नानीको कपडा अनि मम्मीले बिहानै सुकाइदिनु भएको थियो अनि जानु बेलामा चाहिँ लिएर आउनुभएको थियो सुकिसकेको थियो र त्यो मतलब मिलाउँदै म हाल्दैछु बेगमा र नमस्कार छ सम्पूर्णमा र आशा गर्दैछु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु र खुसी खुसी राम्रोसँग आइपुगेँ। तर के गर्ने गाइस जब घरबाट मतलब निस्किँदै थिएँ नि यति नराम्रो लाग्दै थियो नि होइन के गर्ने यो टाइममा चाहिँ यति नराम्रो लाग्छ नि र मम्मी पनि रुइदिनुहुन्छ तर त्यही भएर नि गाइस र मम्मीको म फेसमा पुरा फेस मिलाएर म कहिले हेर्दिनँ। पहिला चाहिँ बहुत रुन्थेँ गाइस र 2 वर्ष 3 वर्ष भइसक्यो अब रुनु छोडिदिएको छु किनभने म फेस टु फेस कसैसँग मतलब मिलाउँदिनँ आउने बेलामा किनभने फेस टु फेस मिलायो भने आमा रोएको पछि अनि बहिनीहरू सबैजना रुनु थाल्छ अनि बहिनीहरू सबैजना रुयो भने म पनि पुरा एकदम रुइहाल्छु एकदम इमोसनल भइहाल्छु गाइस। र मम्मीहरूले फुपूले सबैजनाले मेरो छोरीको हातमा थुथु गर्नुहुँदै थियो किनभने सातो जान्छ तर्सिन्छ भनेर अब यत्रो दिन आएर बसेको छ नि त होइन त्यही हुनाले अनि सबैजना थुथु गर्नुहुँदै थियो र अनि यता चाहिँ मलाई छोड्नु लागि जाँदैछ माइली बहिनी अनि माइली बहिनीको छोरा र अनि कान्छी बहिनी लिदुसम्म किनभने लिदुबाट चाहिँ अब हाम्रो तिनसुकियासम्म चाहिँ जान्छु पेसेन्जर ट्रेनमा र उहाँबाट चाहिँ हाम्रो डाइरेक्ट सिलचरको ट्रेन छ अनि यहाँबाट सबैसँग बिदाई लिए। अब यस्तै हो गाइस होइन अब जानु लागि मात्रै दिन गन्दै बस्नुपर्छ गएपछि खुसी खुसी ज्वाइँ हुन्छ होइन सबैसँग हाँसी मजाक रमाइलो सबैसँग भेटघाट हुन्छ र फर्किने बेलामा चाहिँ यति नराम्रो लाग्छ नि बहुत रुन्थेँ पहिला गाइस बहुत रुई आउँथेँ म पछि नि रियलाइज गर्थेँ कि आफूले अब कति रुने होइन अब जस्तो जाँदाखेरि खुसी खुसी जान्छु त्यस्तै आउँदाखेरि पनि सबैलाई हाँसी नै बिदाई गरौँ भनेर किन अरूलाई रुवाएर म आउँ भनेर होइन गाइस त्यही भएर हजुरलाई पनि यता बाटो देखाउँदै अनि म आउँदै थिएँ मन त एकदम नराम्रो लागेको थियो लेकिन मनलाई अब आफूले मतलब बुझाउनु पर्छ नि त गाइस होइन अब जे भए पनि अब श्रीमानको घर आफ्नो घर हो नि अनि त्यस्तै गर्दै हजुरलाई देखाउँदै थिएँ र अनि जहिले पनि हामी चाहिँ घर जाँदाखेरि चाहिँ गाइस जहिले पनि रविबारको दिन पर्छ आइतबारको दिन र आइतबारको दिन चाहिँ यहाँ लेखापानी बजार लागेको हुन्छ गाइस र हजुरहरूलाई म यो लेखापानीको बजार देखाउँदै अनि म जाँदै थिएँ र के चाहिँ गर्ने होइन गाइस यस्तै हो नराम्रो त लाग्छ तर पनि मनलाई बुझाएर अनि म चाहिँ अब घरतिर लागेँ अनि हेर्दै हामी लिदु स्टेसन पनि आइपुगेछौँ गाइस अनि बहिनीले चाहिँ टिकट काट्नु पठाइदिएको थियो बहिनीलाई र अनि मेरो श्रीमानले चाहिँ बेग पक्रेर अनि हेर्नुहुँदै थियो अब डब्बा चाहिँ कहाँ छ किनभने हामी यहाँबाट चाहिँ पेसेन्जर डब्बामा जानेछौँ तिनसुकियासम्म किनभने हाम्रो तिनसुकियाबाट चाहिँ छ नि त डाइरेक्ट ट्रेन त्यही भएर नि टिकट त चाहिन्छ अब मतलब पेसेन्जर डब्बामा पनि चढ्यो भने होइन गाइस र अनि हामी चाहिँ यहाँ डब्बा हेर्दै नि गयौँ अनि जाँदाखेरि नभन्नु न यति अगाडि राखेको हुन्छ नि पेसेन्जर डब्बा चाहिँ अनि अगाडि नै हुन्छ बहुत हिँडेर जानु पर्यो गाइस। अनि त्यसपछि पुगेको पछि अनि भाइले पनि अनि भिडियो कलिङ गर्यो अनि भाइसँग पनि कुराकानी गर्दै थिएँ अब त्यही त हो दिदी भाइ भयो जबसँग अब टाढो भयो भने त त्यस्तै होइन भिडियो कलिङमा कुराकानी अब गर्नुपर्छ अब बिदा लिने टाइममा पनि भाइले पनि भिडियो कलिङ गर्यो अनि सोध्दै थियो को गएको छ छोड्नुको लागि भनेर अनि मैले पनि भने अनि कान्छी बहिनी अनि माइली बहिनी अनि उसको छोरा आएको छ अनि मैले एउटा देखाइ पनि दिएँ कान्छी बहिनी चाहिँ त्यहीँ खडा थिएँ अनि माइली बहिनी चाहिँ उठिन किनभने अब नाम्नु पनि दिगदारी हुन्छ कि अब पेसेन्जर ट्रेनमा नि त बहुत अगाडि डब्बा राखेको थियो गाइस त्यही हुनाले अनि भाइसँग पनि अलिकति कुराकानी गरेँ अनि उसले पनि भनेर राम्रोसँग जा